यो सरकार अहिलेको जुन सरकार छ यो आन्दोलनबाट आएको सरकार हो, त्यसमा त कसैले बहस गरिराख्नै परेन। यसलाई जनताको समर्थन दिन प्रतिदिन घट्दैछ। किन घट्दैछ भने त्यो आन्दोलनको औचित्य यो सरकारले पुष्टि गर्न सकेको छैन। कसैले पनि 21 गतेको चुनावलाई यो आन्दोलनको निष्कर्ष हो भनेर भन्न सकेको छैन। त्यसले परिवर्तन ल्याउँछ भनेर कसैले विश्वासै गरेको छैन। जनताले हामीलाई धोका भयो भनेको छ। त्यसकारण पनि आफ्नो औचित्य जमाउनको लागि कमसेकम 24 गतेको जो अपराधी छन् तिनीहरूलाई दण्ड सुनाउन चाहिँ यो सरकारले कोसिस गर्छ र गर्छ पनि। दण्ड दिन सक्छ, भ्याउँछ भ्याउँदैन त्यो आफ्नो ठाउँमा छ। कस्तो किसिमको दण्ड दिन्छ त्यो पनि आफ्नो ठाउँमा छ। तर एउटा चिज चाहिँ के स्पष्ट छ भने त्यो दण्ड दिए पनि यहाँ व्यवस्थामा परिवर्तन आउँदैन। अहिलेको नयाँ वर्ल्ड अर्डरले यो व्यवस्थामा आमूल परिवर्तन खोजेको छ। यहाँ शान्ति र स्थिरता खोजेको छ। शान्ति र स्थिरताको सबैभन्दा ठुलो बाधक यो 12 बुँदे हो। यो 12 बुँदेको आड चाहिँ के हो भने यो संविधान हो। त्यसकारण संविधानमा पहिलो आमूल परिवर्तन आएपछि अनि यी जुन पुराना पार्टीका पुराना नेताहरूको बहिर्गमन भइसकेपछि अनि व्यवस्थामा परिवर्तन आउँछ। त्यसको नतिजा नआउन्जेलसम्म जनता कहिले पनि सन्तोष हुँदैन। त्यो कसैले नसोचे हुन्छ। अहिले पनि जुन नयाँ समीकरण बनेको छ त्यो समीकरणले नेपालमा शान्ति र स्थिरता खोजेको छ। त्यसको इम्प्याक्ट पर्छ ढिलो छिटो भन्दा पनि मेरो विचारमा पुसको अन्तसम्म यहाँ आमूल परिवर्तन आउँछ। मैले पुसको अन्तसम्म किन भने सन्दीप भाइ भनेदेखि पुसको अन्तसम्ममा नेपाली कङ्ग्रेसले नयाँ नेतृत्व पाउँछ। अब कुन रूपले पाउँछ, कस्तो पाउँछ त्यो अब हामी छलफल गर्दै जान्छौँ। हरेक दिन चेन्ज हुँदै जान्छ। अब हामी यो थ्रिलर भन्छन् नि, सस्पेन्स थ्रिलर नोभेलको चाहिँ लास्ट फ्यु पेजेसमा हामी पुगिराखेका छौँ। सपोज यो 500 पेजको चाहिँ अगर नोभेल हो भनेदेखि लास्ट 75 पेजमा चाहिँ हामी गएका छौँ। एभ्री पेज भनेको मतलब एभ्री डे एक्साइटिङ छ, थ्रिलिङ छ। हामीहरूको एक्सपेक्टेसन, आम जनताको एक्सपेक्टेसनभन्दा कल्पनाभन्दा बाहिरको नतिजा आउँछ। तपाईँलाई हेर्नुहोस् हरेक दिन। अब 88 दिन त बाँकी रह्यो होइन चुनावको लागि। 88 चुनाव नभन्नुहोस् न, पुसको 28 गते 29 गते या पुसमा त्यसभन्दा अगाडि काङ्ग्रेसको महाधिवेशन मैले त्यो भनेको छु। तर बिस्तारै त्यो थ्रिलर जब पढ्दै जानुहुन्छ तपाईँ गेस गर्दै जानुहुन्छ यो होला अपराधी, यसको निष्कर्ष यो हो भनेर तपाईँ झन् नजिक जाँदै जानुहुन्छ। लास्टमा गएर तपाईँ अर्कै चिज देख्न सक्नुहुन्छ। तर यसको अन्त चाहिँ यसको निचोडको चाहिँ के हो भनेदेखि नेपालमा पढ्न सक्छन्। उनी सूचना पाएरै बोलेका हुन् हो नि, होइन म्याक्सिमम गर्ने भने पक्रिने नै हो है। पछि अब त 6 दिनपछि त उहाँहरूको चलिहाल्छ, के अरे एउटा थाहा भइहाल्छ। उहाँ नेतृत्वबाट हार्नुभयो भने उहाँ पक्राउ पर्ने 90% चान्सेस छ। किनभने त्यो नयाँ जुन एमालेको नेतृत्व आउँछ नि उसले त कम्युनिस्ट त बडा निर्मोही हुन्छ नि, निर्दयी हुन्छ नि त। उनीहरूले त आफ्ना जसरी उहाँले उसलाई भीम रावललाई ट्रिट गर्नुभयो, अरूलाई ट्रिट गर्नुभएको छ, उहाँलाई पनि त्यो नयाँ जुन आउने नेतृत्व छ त्यसले जेलमा सडाइदिएर अनि फेरि त्यो जुन फुट आएको हुन्छ त्यसलाई फेरि एकत्रित गर्नको लागि त्यो आधार हुन्छ। पोलिटिक्स यस्तो हुन्छ क्या, रविको जेल प्रकरण जस्तै हो। त्योभन्दा पनि यो बेग्लै हुन्छ। ओलीजीको राजनीति सिद्धिन्छ, सकिन्छ र जेलैमा सकिन बेर छैन। हार्नुभयो भने, जित्नुभयो भने पनि
त्यो ल्यान्डस्लाइड भिक्ट्री हुँदैन, एकतर्फी जित हुँदैन। होइन एमाले जनले त भनेका होइन भने आज होइन भोलिलाई 10 वर्ष ओलीलाई भनेर अघिल्लो महाधिवेशनमै भनेका होइन 10 वर्ष कम्तीमा चाहिँ त्यस बेलाको र अहिलेको कति परिवर्तन आइसक्यो भन्नुहोस् न। तपाईँ र मैले कुरा गरेको 7 दिनमा न्यू वर्ल्ड अर्डर चेन्ज भइसक्यो, भयो कि भएन? अहिले सबैभन्दा बेसी खैला बैला वासिङटनमा छ, सबैभन्दा बेसी युरोपमा छ, यहाँ त केही पनि छैन त्यसको। पाकिस्तानले फेरि अरुणाचल प्रदेश चिनको हो भनेर समर्थन जनायो फेरि। होइन, त्यो अब फोकटिया कुरा हो, उसको अन्त आउँदैछ। पाकिस्तान त 3 टुक्रा हुँदै नै छ। पाकिस्तान 3 टुक्रा हुन्छ, बलुचिस्तान एउटा हुन्छ। अघि सिन्धले त हामी स्वतन्त्र राष्ट्र हुन चाहन्छौँ भनिदिइसक्यो। अर्को तपाईँको अफगानिस्तानसँग जोडिएको जुन ख्वाजा पख्तुनिस्तान स्टेट भन्छ, त्यसको त चिफ मिनिस्टर नै धर्नामा बसिराखेको छ। अनि पिओके भारततिर टाँसिन्छ। त्यो उसको त्यो लास्ट चित्कार हो क्या, मर्नुभन्दा पहिले आवाज निकालेको जस्तो थियो। यसको के सिग्निफिकेन्स छैन। यो के हो भन्नुहुन्छ भने जुन शक्तिको विरुद्धमा अहिलेको नयाँ वर्ल्ड अर्डर आएको छ, त्यो नयाँ वर्ल्ड अर्डरको मेन उद्देश्य के हो भने पहिले कलोनाइज गर्थ्यो नि त, देश जितेर आफ्नो उपनिवेश बनाउँथ्यो नि त। अमेरिकाले आफ्नो पैसाको शक्ति र मिलिट्री शक्तिबाट चाहिँ देशलाई एक प्रकारको उपनिवेश बनाएको थियो। त्यसबाट निस्किँदैछ नयाँ वर्ल्ड अर्डर। त्यसले हरेक देशलाई स्वतन्त्रतापूर्वक बाँच्ने अवसर दिने भनेको छ, त्यसलाई कलोनाइज गर्दैनौँ भनेको छ। चाइनाको त्यसैमा मात्रै अलिकता शङ्का छ, किनभने उसले पनि अमेरिकापछि म त्यो ठाउँमा पुग्छु र मैले पनि जसरी अमेरिकन डलरले कलोनाइज गरेको छ, उपनिवेश बनाएको छ दुनियाँलाई, त्यसरी नै मेरो सम्पत्ति र मिलिट्री शक्तिले चाहिँ म गर्छु भनेर गरेको हो। त्यसमा यो पाकिस्तानले आफ्नो बोली बोलेको होइन, उसले अमेरिका र चाइनाको बोली बोल्न खोजेको, चाइनालाई खुसी पार्न खोजेको हो। तर अमेरिका हुन्जेलसम्म चाइनाले त्यो हिम्मत गर्दैन, यो नयाँ वर्ल्ड अर्डरको विरुद्ध जान सक्दैन। किनभने चाइनालाई के थाहा छ भने यही किसिमको पोलिसी लिइराख्यो भनेदेखि यो नयाँ वर्ल्ड अर्डरले चाइनालाई त्यो गर्न दिँदैन। किन भन्नुहुन्छ भने रसिया र भारत मिल्दाखेरि दुनियाँको कुनै शक्तिले पनि त्यसलाई परास्त गर्न सक्दैन। यस्तो किसिमको कम्बिनेसन भएको छ। त्यसमा अर्को शक्ति के थपिएको छ भने अब अरू जति पनि अमेरिकन इन्फ्लुएन्सभन्दा बाहिर निक्लिने देशहरू र चाइनिज इन्फ्लुएन्समा पर्न नचाहने देशहरू, मेरो विचारमा 95% दुनियाँका देशहरू यही नयाँ वर्ल्ड अर्डरमा आउँछ। अब जस्तो अघि हामीले ओली पक्राउको कुराकानी गऱ्यौँ, अहिलेको सरकारले पक्राउ गर्न सक्छ। हुन त गृहमन्त्रीकै अभिव्यक्ति पनि हामी भित्रभित्र काम गरिरहेका छौँ भनेर उहाँले सामूहिक सञ्जालमै हालिसक्नु भयो। जेएनजीहरू नै त्यो पक्राउ गर्न नसकेको भनेर दबाब दिइरहेका छन्, जो अगुवा बनेर बाहिर आइरहेका छन्। एमालेका नेताहरूले त खुल्ला चेतावनी दिएका छन्, यदि त्यसो हो भने चाहिँ सिंहदरबार घेर्छौँ, हामी सिंहदरबार पस्छौँ, बालवाटार पस्छौँ। चुनाव हारेपछि नि पर्सिको अब धेरै दिन पर्खिनै पर्दैन। मैले त्यो नोभलको लास्ट 75 पेजेसमा तपाईँहरू हुनुहुन्छ भन्दैछु नि, मलाई त के हुन्छ त्यसको मलाई अन्दाज छ। अब मैले भने किन भन्नु पर्यो मैले। तर के छ भनेदेखि उहाँ चुनाव हार्नुभयो भने कम्युनिस्ट पार्टी कस्तो हुन्छ भने जहिले पनि शक्तिको पुजारी हुन्छ। आज शेरबहादुरजीको शक्ति छ र पो सबै कङ्ग्रेसले तपाईँले शेरबहादुरजीलाई हराइदिनु, एउटा मान्छे पनि शेरबहादुरकामा जाँदैन, एउटा मान्छे पनि त्यो गुन्डुमा जाँदैन। हेर्नुहोस्, महेश बस्नेत नै त्यो जित्नेपट्टि जान्छ, त्यो सोच्नै पर्दैन। राजनीति भनेको यस्तो हुन्छ। ओलीकुटीको नि चर्चा छ, हेर्नुभयो तपाईँले ओलीकुटी? के छ? ओलीकुटीको शिलान्यास भयो नि, त्यसको डिजाइन बाहिरियो। त्यो के त्यसले अबको राजनीतिमा त्यसले असर पार्दैन, त्यसको केही मतलब छैन। त्यो एउटा
फोकटमा त्यो मान्छेलाई इन्टरटेन गरिदिने जस्तो हुन्छ। अब यो बिचमा फागुन 21 गते आज हामी कुराकानी गर्दैछौँ। 22 गते दुर्गा प्रसाईको प्रधानमन्त्रीसँग चाहिँ जुन वार्ता भनिएको छ, दुर्गा प्रसाईले स्पष्ट भनेका छन् हाम्रो 27 वटा एजेन्डा जन्म सङ्ग्रह सहितको एजेन्डामा चाहिँ सरकार नजाने हो भने चाहिँ चुनाव हुन दिँदैनौँ, हामी थप कार्यक्रम घोषणा गर्छौँ भनेका छन् उनले। फेरि यो वार्ता 22 गते भोलि हुने भनिएको वार्ताले एउटा कुनै निकास देला? दिन्छ। तपाईँ मैले भनिहालेँ नि, अब हरेक दिन एउटा नयाँ च्याप्टरको अन्त हुन्छ। जस्तो जन्म सङ्ग्रह के हुन्छ, भोलि सरकारको दृष्टिकोण स्पष्ट हुन्छ। बुझ्नु भएन? ऊ दिल्लीबाट आउँदैछन् आज मैले सुने अनुसार, दुर्गा प्रसाई होइन, दिल्लीमै छन् अरे, आज आउँदैछन्। अब दिल्लीबाट कुन अवस्थामा आउँदैछन् भनेदेखि नयाँ समीकरणले पूर्णता पाएको पर्सिपल्ट आउँदैछन् होइन। त्यसको असर त पक्कै बोकेर आउँछन् होइन। भारतीय पक्षको चाहिँ जन्म सङ्ग्रहपट्टिको दृष्टिकोण पनि उनले पेस गर्लान्। प्लस अहिले एउटा महावीर पुनले दुर्गालाई सेटार हानेर एउटा स्ट्याटस लेखेका छन्, हो कि होइन? त्यसमा यो नहुने किसिमको माग्नु हुँदैन, होसमा आऊ, मैले के अरे शिक्षक थप्न सकेको छुइनँ, उनीहरूलाई भत्ता दिन सकेको छैन, यस्तो नमाग भनेर भनिराखेका छन्। फेरि महावीर पुनले यो युनिभर्सिटीहरूको चान्सलर इन्डिपेन्डेन्ट बुद्धिजीवीलाई गराउन खोज्दाखेरि उनले मान्छे भेटेका छैनन्। उनको अर्को कमेन्ट पनि बडा इन्ट्रेस्टिङ छ, नेपालमा इन्डिपेन्डेन्ट बुद्धिजीवी कुनै पार्टीमा नलागेको, कुनै ग्रुपमा नलागेको, कुनै भू राजनीतिबाट प्रभावित नभएको मैले मान्छे भेटिनँ भन्ने पनि छ। भनेपछि हाम्रो नेपालको स्थिति कस्तो दयनीय रहेछ। यी सबै चिज बाहिर आउँदैछ। दुर्गाले मेरो विचारमा, तपाईँहरूकै क्यामेराबाट पनि मैले सल्लाह दिने गरेको छु दुर्गालाई, के भनेदेखि जन्म सङ्ग्रहको निर्णय गराऊ होइन, र त्यो भयो भनेदेखि परिवर्तनको जग बस्छ। र तिम्रा जति पनि माग छन् आफ्नो पोइन्ट राखेर त्यसमा जे सम्झौता गर्छौ देश र जनताको हितमा त्यो सम्झौता गर र त्यसलाई पनि जन्म सङ्ग्रहबाट गराऊ। किनभने नयाँ सरकारले मान्न जरुरी छैन, हो कि होइन? त्यो त हामी भनि नै राखेका छौँ। त्यस कारणले भोलि यो बडा इम्पोर्टेन्ट दिन छ होइन। जन्म सङ्ग्रहको विषयमा सरकारले आफ्नो दृष्टिकोण राख्न कर लाग्छ। त्यो कर अनुसार चाहिँ यो सरकारलाई जज गर्छन् अरू पोलिटिसियनहरूले, खास गरी कङ्ग्रेसले होइन। कङ्ग्रेसको नेतृत्व जुन आउँछ त्यसलाई आधार मान्छ। र तपाईँको भोलि पर्सि राप्रपाको राजालाई गद्दीमा बसाउने निर्णायक आन्दोलन गर्छु भनेको छ। 23 गते भोलि तारिक पर्सि, हो कि होइन? त त्यहाँ कति हजार मान्छे आउँछन् होइन। त्यो एयरपोर्टमा कुन फागुन 25 गते जुन स्वागत गरेको छ त्योभन्दा पनि बढाएर ल्याउन सक्छन् कि सक्दैनन्। त सडकबाट राजालाई गद्दीमा बसाउनेको पनि निर्णय 23 गते हुन्छ, क्लियर हुन्छ। राजाले पनि त्यसपछि बुझ्छन् कि जनमतबाट हो कि सडकबाट चाहिँ हो, जनता कति रहेछन् राजाको मनमा क्लियर हुन्छ। त्यसको पनि एउटा अन्त हुन्छ, एउटा निर्णायक मोडमा 23 गते जान्छ। 23 गते त्यही तिनकुनेको जस्तो भइदियो, 8-10 हजार मान्छे पनि जम्मा गर्न सकेनन् भनेदेखि सडकबाट राज संस्था पुनर्स्थापित हुन्छ भनेर कसैले पनि विश्वास नगर्नु। यो दुईवटा चिज 23 गते सिद्धिन्छ। त्यसपछि हाम्रो 27 गतेदेखि यो छ महाधिवेशन, एमालेको के हालत हुन्छ त्यो 3 दिनमा सिद्धिन्छ। त्यसको सिद्धिने बित्तिकै कङ्ग्रेसको कस्तो किसिमको नेतृत्वमा कङ्ग्रेस जान्छ, भू राजनीतिले के खेलेको छ त्यो एउटा स्पष्ट हुन्छ। जहाँसम्म
प्रचण्ड र माधवको छ। उनी कराउँदै जान्छन्, खाली कुर्सीलाई भाषण सुनाउँदै जान्छन्। एक हुनु पर्यो कम्युनिस्ट भनिरहेका छन्, नारायण काजी श्रेष्ठ त्यसो भनिरहेका छन्। उनीहरूले होइन त्यो एक हुनु छ भनेदेखि त ओली हटे भनेदेखि अनि त्योले गर्ला। त्यस बेलामा जो नयाँ एमालेको नेतृत्वमा आउँछ त्यसको नेतृत्वमा के अरे प्रचण्ड जालान्। खाली कुर्सीलाई भाषण गर्नेसँग त नेतृत्व त पक्कै पनि एमाले दिँदैन होला नि। त्यस बेला त यिनीहरू जानै किन सक्दैनन् भन्ने प्रचण्डलाई नेतृत्व दिएर एमाले यो नयाँ पार्टीमा मिल्दैन। यो नयाँ पार्टीका यी 10 जना 11 जना जतिजनाको तपाईँ अनुहार देख्नुहुन्छ तिनीहरूलाई खाली कुर्सीले जवाब दिइसकेको छ। जस्तो नक्खु केन्द्रित राजनीति पनि अहिले पछिल्लो समय बढेको छ नि। प्राय सबैजसो नेताहरू नक्खु कारागार पुगेका छन्। अब आज पनि एउटा कार्यक्रम छ, पूर्व डिआइजी विश्वराज पोखरेल जो रासोभा प्रवेश गर्नुभएको छ, उहाँ पनि भेट्न जाँदै हुनुहुन्छ। सबै पार्टीका प्रायःजसो नेताले भेटिरहेका छन्। यो चाहिँ तपाईँले अघिल्लो अन्तर्वार्तामा नि भन्नुभएको थियो होइन, त्यो रविलाई अगाडि ल्याउने खेल पनि चलिरहेको। तपाईँ हेर्दै जानुहोस् होइन, यो पश्चिममा र यो उसमा सम्बन्धित भएका एनजिओहरू आइएनजिओसँग सम्बन्धित भएका मान्छेहरू मात्रै नखुमा जाने हो क्या। तपाईँ एआइजी भन्नुहोस्, डिआइजी भन्नुहोस्, जेसुकै भन्नुहोस् होइन, आखिर तिनीहरू पनि चाकरी गरेर आफ्नो कसरी गएका छन् त्यो कुरा छोड्नुहोस् अघि। तिनीहरू सबैजना चाहिँ कोही लैनचौरबाट प्रभावित होलान्, कोही महाराजगञ्जबाट प्रभावित होलान्, कोही के अरे भाटभटेनीबाट प्रभावित होलान्, ती सबै छन्। त्यसैले त एउटा स्वतन्त्र बुद्धिजीवी महावीर पुनले भेट्नु भएको छैन त होइन। ती सबै त्यहाँ जान्छन्। अगर यो शक्ति भू राजनीतिको त्यो अर्को शक्तिले चाहिँ कङ्ग्रेसको नेतृत्व जित्न सक्यो भनेदेखि त्यो सबै भिड फेरि त्यो कङ्ग्रेसको त्यो पश्चिमापट्टिको शक्तिले जित्यो भने त्यसको पछाडि जान्छ। यो त कस्तो हो भन्नुहुन्छ भने तपाईँ फुटबल म्याच खेल्नुहुन्छ नि, प्लेयर चेन्ज गर्न मिल्छ कि मिल्दैन? तपाईँले गोल हान्नुभयो, तपाईँको टिम जितिराखेको छ भने तपाईँ के गर्नुहुन्छ? डिफेन्समा अझ फ्रेस लेग भनेको नयाँ शक्ति दिनुहुन्छ। त्यहाँ त थाकेका प्लेयर हुन्छ, त्यसलाई चेन्ज गर्नुहुन्छ कि गर्नुहुन्न? अहिले त्यस्तै गेम हो यो पनि। यो जुन भू राजनीतिका खेलाडीहरू हुन् यिनीहरू अहिले सुदन गुरुङ पनि गएका छन्। मैले भनिहालेँ नि, मिलाउने भनिरहेको एउटै टिमका त मान्छे हुन् नि, त मिलाउनु त के परेको छ? तपाईँलाई भनिहालेँ नि, भोलि गएर कङ्ग्रेसको नेतृत्व पश्चिमा गुटको र यहाँ चाहिँ अस्थिरता खोज्ने शक्ति जुन चाहिँ छ दुनियाँको, त्यो शक्ति हाबी भयो या जित्यो भने रवि नै गएर त्यो मान्छेलाई अगाडि सार्छन् भनेको। त्यो नयाँ कङ्ग्रेसको सभापति त्यो गुटबाट जित्यो। उसमा कङ्ग्रेसको महाधिवेशनमा तपाईँले त भू राजनीतिको नाङ्गो प्रभाव देख्नुहुन्छ। तपाईँ सबैले फिल हुने गरी देख्नुहुन्छ। त्यो ढुक्क परेर काङ्ग्रेसका कतिपय नेताहरू बोलिरहेका थिए राज संस्थाको पक्षमा। हालसालै पनि एकजना अर्का नेताले बोलेका छन्। कसले? गण्डकी प्रदेशका एकजना नेता। के नाम भन्नुहोस्? नाम चाहिँ ठ्याक्कै होइन। त्यो त अब हेर्नुहोस्, 1100 चान्चुनले त सही गरेर नै दिएको छ। यी सबै चिजले काउन्ट गर्छ। अहिले कङ्ग्रेसको खेल सुरु भएकै छैन, बुझ्नु भएन? दुई टिम वार्म अप गर्दैछन् क्या, फिल्डमा उत्रेकै छैन। जुन बेला फिल्डमा उत्रिन्छ त्यस बेलामा त्यसको चाहिँ हामी व्याख्या गरौँला। भनेपछि यो पछिल्लो समय जुन किसिमले तपाईँले अघि भने जस्तै 75 पृष्ठ 500 पृष्ठमा 75 पृष्ठ चाहिँ बाँकी छ, यो क्लाइम्याक्स हो। यहाँ अजब गजबका सिनहरू देखिरहनेछन्। हो, तपाईँ जसलाई चाहिँ अपराधी भनेर सोचिराख्नु भएको थियो, बिस्तारी बिस्तारी त्यताबाट डाइभर्ट भएर तपाईँ वास्तव अपराधीको
उसमा छेउमा पुग्दै हुनुहुन्छ। थ्रिलर भनेको चिज त्यही त हो नि। अब यो सबै घटनाक्रमहरूलाई हेर्ने हो भने चाहिँ फागुन 21 गतेको निर्वाचनको कुरै नगर्दा पनि भयो। त्यो जन्मसङ्ग्रह अब यहाँ 2-3वटा कुरा छ हेर्नुहोस्। 24 गतेका सरकारी पक्षका त्यस बेलाको शासकहरूले दण्ड पाएनन् भनेदेखि फागुन 21 गतेको त कल्पनै गर्नुहोस्, जनताले नै रिजेक्ट गरिदिन्छ अघि। दण्ड पायो भने जनताले अलिकति आश गर्छ फागुन 21 गतेसम्म पर्खिन्छ। होइन भनेदेखि एउटा परिवर्तनको बाटो नदेखाइकन 21 गतेको चुनाव हुँदैन भन्ने मान्छे म हो र म हुन दिन्न भन्ने मान्छे दुर्गा प्रसाई हो कि होइन? उनको र मेरो भनाइमा त्यो फरक हो। दुइटैले जन्मसङ्ग्रह भनेका छौँ होइन, ऊभन्दा पहिले भन्ने हामी हो र जन्मसङ्ग्रहले नै निकास दिन्छ भन्ने कुरा हो। त्यो हुनु नहुनु आफ्नो ठाउँमा छ, तर के छ भनेदेखि यो सरकारले ओली र रमेश लेखकलाई दण्ड चाहिँ सुनाउँछ। त्यो लागू गर्न सक्छ कि सक्दैन, त्यो आँट गर्न सक्छ कि सक्दैन, भू राजनीतिले दिन्छ कि दिँदैन, त्यो के हुन्छ भने 27 गतेको च्याप्टर जब पस्नुहुन्छ त्यसबाट थाहा हुन्छ कस्तो किसिमको दण्ड। ओली हार्नुभयो भने एमालेको जित्ने पक्षले नै सरकारलाई इन्डाइरेक्ट सहयोग गरेर विरोध नगर्ने शर्तमा उसलाई जेल हालिदिन्छ। जसरी आज भीम रावलाई छुट्याइदिएको छ, कतै समात्ने ठाउँ पाएको छैन, ओलीलाई समात्ने ठाउँ दिँदैन अर्को कङ्ग्रेसको एमालेको नेतृत्वले। यो चुनावकै कुराकानी गर्दाखेरि त नेताहरू अब विगतमा एमालेका नेताहरू देशव्यापी भ्रमणमा जाँदाखेरि पनि कालो झन्डा टायर बालियो। आज माओवादीबाट छुट्टिएर चाहिँ प्रलोपा प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका जनार्दन शर्मा पनि आफ्नै गृह जिल्लामा पुग्दाखेरि त्यहाँ कालो झन्डा देखाइयो। होइन, त्यो कसैलाई मन परायो? मैले 12 बुँदेको कुनै नेतालाई तपाईँले उसमा स्वागत पाउनुहुन्न। अहिले एकछिनलाई भनौँ, 12 बुँदेको सिस्टमभित्रै कङ्ग्रेसका पनि दुवै पक्षका यहाँ शान्ति र स्थिरता चाहने या वर्ल्ड अर्डरको दुई पक्षकोमा पनि चाहिँ जुनसुकै नेता अहिले गयो भने पनि त्यसले यस्तै किसिमको स्वागत पाउने हो अघि जनताबाट चाहिँ लखेटिन्छन्। त्यो कसैको तागत छैन। अहिले 7 भाइ गएर एउटा आमसभा गर्न सक्दैन आफ्नै गृह जिल्लामा, काङ्ग्रेसकै कुरा गर्दाखेरि अघि। तर के छ भने भोलि गएर तपाईँले फागुन 21 गते परिवर्तन आउने ग्यारेन्टी जनतालाई विश्वास दिलाउन सक्नुभयो भने अनि मात्रै जनताले तपाईँलाई समर्थन गर्छ। त्यो ग्यारेन्टी भनेको के हो भने कङ्ग्रेसले जन्मसङ्ग्रहबाट आम परिवर्तन गराउँछु भनेर विश्वास दिलायो भने कङ्ग्रेसपट्टि आम जनताको समर्थन हुन्छ। त्यसपछि यो रवि लामिछाने यी सबै हराएर जान्छ, तिनीहरूको पनि विरोध हुन्छ। अन्तिममा समग्रमा के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने जनतालाई हामी नेपाली जनता धैर्य गरौँ। अब पर्दा उठ्दैछ, हाम्रै कल्याणको लागि शान्ति र स्थिरतामा हाम्रो कल्याण छ। भू राजनीति पनि हाम्रै पक्षमा छ, हाम्रो छिमेकी भू राजनीति। त्यसले अल्टिमेटली फागुनको अन्तसम्ममा पनि हामीलाई एउटा स्थिर व्यवस्था दिन्छ। त्यो स्थिर व्यवस्था भनेको यो व्यवस्थामा आमूल परिवर्तन हो।